मम्मी फाइनल्ली कलेजमा फर्स्ट भए। हो र मेरो छोरालाई बधाई छ अनि भगवानलाई पनि धेरै धेरै धन्यवाद। मम्मी मैले एक्जाम लेखेको तपाईको भगवानले हैन। भगवानले त्यसो भन्नु हुँदैन, रिसाउनुहुन्छ। अब यति सानो कुरामा रिसाउनु हुन्छ भने सबै फेल भएको स्टुडेन्टलाई पास गराइदिनु नि तपाईको भगवानले। तर यति बुझिरा भगवानको भक्तिमै शक्ति हुन्छ। ओइ किरण भरे केटाहरूलाई लिएर आइज है राति 11 बजीतिर पार्टी हान्नुपर्छ मेरो घरमा बुझिस् नि। भाइ बजारबाट सब्जी ल्याइदे त। हे मम्मी पनि खोइदिनु। बाफ रे कस्तो घाम हो यार, बाइक पनि बिग्रिरहेछ, अब हिँडेरै जानुपर्ने भयो यस्तो घाममा। सब्जी पसलमा पनि कति भिड हो आम्मामा यस्तो घाममा। अरे पैसा क्या हो? कस्तो जिउ भारी भएको यार, सायद घामले होला। तर आज रातिको बन्दोबस्त भइहाल्यो, 500 रुपियाँ रैला हान्ने हो। ए भाइ के भयो? तेरो हजुरबा सिरियस हुनुहुन्छ अरे, म हेर्न जान आँटेको। तर राति एक्लै बस्न सक्छस् नि? सकिहाल्छु नि, बच्चा थोडी न हो र मम्मी। ल यो पैसा राखिराख, अनि यो हनुमान चालिसा पनि राखिराख। ए दिनु भाइ मम्मी, मजाले जानु हेरेर। पैसा चाहिँ गोजीमा जाऊ। हनुमानजी आज हामी पार्टी खान आँटेको, त्यसैले तपाईँलाई अर्को रुममा राखिदिन्छु। भर्खर 8 बज्दैछ, केटाहरू 10-11 बजेतिर आउने होला। अब के गर्नु, त्यति बेलासम्म चिल हान्दै बस्नु पर्यो। हरामी भित्ती पो रहेछ, बिना काममा तर्साउँछ यार। मम्मी हुन्न है आज, कोही पनि हुन्न घरमा, कोही पनि हुन्न हौ घरमा। को यार केटाहरू त होइन, तर तिनीहरू त 10-11 बजे आउँछु भन्दै थियो। 8 बजे आएर चेक गरौँ त। को यार खालि ढकढक ढकढक गर्छ, ढोकै फुटाउन आँटिसक्यो त हौ। को हो? कोही छैन त यार। ए त्यो अस्तिको भाइले फेरि प्र्याङ्क गरेछ छ। अब यहाँ जसले फेरि ढोका ढकढक ढकढक गर्छ नि त्यसको म खुट्टामा हालिदिन्छु है। खालि को प्र्याङ्क गर्छन् बस्छन्। को? बिरालो? यो बिरालोले पनि सत्तै उडाइदियो। कुन दिन त नि यसलाई म फोटो त अघि झरेको जस्तो लाग्थ्यो त यार। माउन्टेन ड्युले चढै क्या आज त के सोच्छु यार। कुन चाहिँ हो आज चाहिँ, म यसलाई झ्यालबाट हेर्नु पर्यो। को रहेछ? कोही छैन त यार। तर्साइदियो यार, के हो त्यो? तै हो मलाई डर देखाउने? तर्साको होला नि कम्ती नै। भूत होस् त, भूत होस्, तर भूत भगवान केही पनि हुँदैन, बुझिराख। हेलो हेलो